नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरुमा हेडलाइन्स। नवलपुरमा बस दुर्घटना, 16 जना घाइते, 4 जनाको अवस्था गम्भीर। नेपालगञ्जको पुष्पलाल चोकमा शंकास्पद वस्तु फेला, उक्त वस्तु बम भएको पुष्टि। तराईको जलस्रोत तथा बाढी व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको सरकारवालाहरूको भनाइ। प्रधानमन्त्री ओली स्वयंले नै संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको काङ्ग्रेस नेता थापाको आरोप। र श्रीलङ्काको संसदमै भिडन्त, प्रधानमन्त्रीको समर्थक र विरोधी सांसदहरूबीच कुटाकुट। अब समाचार विस्तारमा। नवलपुरको कालासेतीमा आज बिहान बस दुर्घटना हुँदा 16 जना घाइते भएका छन्। घाइतेमध्ये 4 जनाको अवस्था गम्भीर छ। दाङबाट काठमाडौँतर्फ गइरहेको ना 6ख 6201 नम्बरको बस कावासोती नगरपालिका 3 पुरानो कावासेतीको सडक छेउबाट पल्टिएर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गम्भीर घाइते 4 जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ। सामान्य घाइते 12 जनाको भने कावासेतीकै कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ। चालक निदाएका कारण दुर्घटना भएको आशंका गरे पनि चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। नेपालगञ्जको पुष्पलाल चोकमा राखिरहेको शंकास्पद वस्तु बम भएको पुष्टि भएको छ। बम नेपाली सेनाको बम डिस्पोजल टोलीले तम्कुजीमा रहेको वाटर पार्कमा लगेर निष्क्रिय पारेको छ। प्लास्टिक झोलामा सर्टेज जस्तो रहेको शंकास्पद वस्तु भएको बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले बताए। बम राखिएको स्थान नजिकै कमान्डर समूहको पर्चा भेटिएको छ। उक्त पर्चामा शक्तिशाली बम भएको 300 मिटर टाढासम्म क्षति पुर्याउने चेतावनी दिएको थियो। एसपी पौडेलले बम राख्नेको पहिचान गर्ने काम भइरहेको बताएका छन्। नेपालगञ्जको पुष्पलाल चोकमा बम राखिएको शंकापछि तनाव छ। प्लास्टिक झोलामा शंकास्पद वस्तु बेरेर चोकमा राखिएको छ। स्थानीयले बम भएको शंका गर्दै प्रहरीलाई खबर गरे। घटनास्थलमा प्रहरी पुगेको छ। तालिम प्राप्त कुकुर प्रयोग गरी बम भए नभएको यकिन गर्ने प्रयास भइरहेको छ। झोला नजिकै कमान्डर समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ। उक्त पर्चामा 300 मिटर टाढा रहन चेतावनी दिएको छ। बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई आग्रह गरेको बताए। बम राखिएको स्थानलाई प्रहरीले घेराबन्दी गरेको छ। सर्वसाधारण र सवारी साधनहरूलाई त्यसतर्फ जान रोक लगाइएको छ। विद्युत ट्रान्सफर्मर पड्किएर काठमाडौँ ठुलो भर्याङमा आज बिहान आगलागी भएको छ। ट्रान्सफर्मर पड्किएपछि निस्किएको आगोको मुस्लोले नजिकैको राजेन्द्रमान साख्यको घरमा समेत क्षति पुगेको छ। तर स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको स्वयम्भू प्रहरीका डीएसपी सूर्यराज सोधीले जानकारी दिए। शाहीका अनुसार बिहान 7 बजेर लागेको आगलागीबाट साख्यको घरको एउटा कोठामा सामान्य क्षति पुगेको छ। सरकारवालाहरूले तराईको जलस्रोत तथा बाढी व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको बताएका छन्। जनकपुरधाम आज नेपाल तराई सोसाइटी र इन्टरनेसनल मधेसी सोसाइटीले गरेको तराईको जलस्रोत तथा बाढी व्यवस्थापनका चुनौती र समाधानका उपाय सम्बन्धी गोष्ठीमा सहभागीहरूले यस्तो बताएका छन्। कार्यक्रममा प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउतले जलस्रोत तथा बाढी व्यवस्थापनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले यसका लागि जनताको जागरुकताको खाँचो रहेको पनि बताउनुभयो। मुख्यमन्त्री राउतले तराईमा जलस्रोत तथा बाढी व्यवस्थापनमा विज्ञहरूले देखाएको चासोप्रति आभार समेत व्यक्त गर्नुभयो। सोयल इरोजन लगायत का जो चूरे का समस्या है, कहीं ना कहीं क्या है कि जो ह्यूमन जो बिहेवियर है, ह्यूमन एक्टिविटीज है, ह्यूमन जो कहा जाए कि जो एक गलती के कारण से आज आइस सारा किस्म की समस्या होता है। आइस का प्रॉपर जो ट्रीटमेंट, प्रॉपर मैनेजमेंट जो होना चाहिए वो नहीं हो रहा है। इसलिए इस संदर्भ में जो आप लोगों का इतना गहन छलफल वाला, गहन विषय वाला आप लोगों ने आज कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोननले चुरे संरक्षणमा ध्यान नदिँदा तराईको प्राकृतिक स्रोतको विनाश भएको बताउनुभयो। उहाँले बेमौसम बाढीका कारण यस क्षेत्रको जनताले धनजन्यको क्षति बेहोर्नु परेको पनि बताउनुभयो। आप कल्पना नहीं कर सकते हैं
बाढ़ का महीना ही नहीं था, भदौ में बाढ़, भदौ के लास्ट में बाढ़। अब बताइए कि ये हालत कैसी है? बाढ़ आती है आषाढ़ सावन में, ये भदौ असोज के फर्स्ट मैंने हम लोग चुनाव की तैयारी कर रहे थे उस समय, तो सीजन में हमको लगता है कि त्यस्तै प्रदेश 2 का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले जलस्रोत तथा बाढी व्यवस्थापन सम्बन्धी ऐन छिटै ल्याउन लागेको जानकारी दिनुभयो। उहाँले यसका लागि विज्ञहरूको सुझाव पनि माग्नु भएको थियो। कार्यक्रममा विज्ञहरूले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा विज्ञहरूले ललित झा, डाक्टर कृष्णचन्द्र प्रसाद शाह, रत्नेश्वर लाल कर्ण, राकेश मिश्र लगायतको सहभागिता थियो। अपन न्युजमा अब व्यावसायिक विश्रामपछि प्रधानमन्त्री ओलीले स्वयंले नै संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको काङ्ग्रेस नेता थापाको आरोप। आप्रवासी श्रमिकहरूको साझा संगठनको लम्बो प्रोसेसको 5औं बैठक आज राजीनामा सुरु र श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि सुरु तेस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन नेपाल पत्रकार महासङ्घको विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्रीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराईले नेपाल भारत प्रबन्ध समूह इपिजीले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिटै बुझ्ने स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले सो प्रतिवेदन बुझ्ने काममा ढिलाइ नगर्न नेपाली पक्षले भारतीय पक्षलाई आग्रह गरिरहेको पनि स्मरण गराउनुभयो। इपिजीले जुलाईमा तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदी बुझ्न ढिलाइ भएको स्वीकार गर्दै उहाँले अब छिटै बुझ्ने विश्वास व्यक्त गर्नुभएको हो। बिहिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो प्रतिवेदन बुझ्ने मिति भने तय हुन नसकेको पनि जानकारी दिनुभयो। इपिजीका सदस्य समेत रहनुभएका भट्टराईले सो प्रतिवेदन दुवै मुलुकको हितमा रहेको दाबी समेत गर्नुभयो। एउटा मोमेन्टम यसले क्रिएट गरेको थियो। दुईटा मुलुकका बीचको सम्बन्धलाई अगाडि बढाएर जानुलाई अत्यन्त सकारात्मक बाटोतर्फ यो गरेको थियो। निष्कर्ष पनि सकारात्मक रूपमा हामीले निकालेका थियौँ। यो बुझाउने कुरा अत्यन्त प्राविधिक कुराले गर्दाखेरि यो विषयको गम्भीरतालाई नबुझेको हो कि जस्तो भएको छ। त्यसभन्दा छिटो बुझ्नु पर्यो भनेर हामीले भनेका छौँ। उहाँले त्यसलाई सकारात्मक रूपमा लिएका छौँ भन्नुभएको छ। मिति तोक्नु भएको छैन, मिति नतोकी भन्न सकिँदैन। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले चीनका राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमण गराउने विषयमा पनि प्रयास भइरहेको जानकारी दिनुभयो। उहाँले व्यापार र लगानीको विषयलाई जोड दिएर नेपालले परराष्ट्र सम्बन्धलाई अगाडि बढाउने योजना पनि सार्वजनिक गर्नुभयो। भारत चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई अझै सुदृढ बनाएर नेपालले समृद्धिको लक्ष्य हासिल गर्न सक्ने भट्टराईको भनाइ छ। प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाउनु भएको छ। नेता थापाले मन्त्री परिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय पनि संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्ति समेत जनाउनुभयो। नेपाल प्रेस युनियन र राष्ट्रिय सञ्चार समिति प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनको बिहिबार काठमाडौँमा उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि नागरिकको विकास आज गर्नुपर्ने बेला प्रधानमन्त्री ओलीको गतिविधि तय विपरीत भइरहेको दाबी समेत गर्नुभयो। संविधानको मूल मर्म अनुसार गतिविधि नगरेकै कारण अहिले संविधान विरोधीहरूले खेल्ने ठाउँ पाएको नेता थापाको तर्क छ। उहाँले कामै गर्न नसकेको भन्दै सरकार र प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्नुभयो। कांग्रेस पत्रकारहरू संरचनागत पक्षहरू छन्, तर मूल मर्म भनेको चाहिँ लिबरल डेमोक्रेसीका यो भ्यालुजहरूलाई मैले अझै यसलाई बढाउँदै लिएर जानुपर्छ। यो कहीँ कतैबाट सङ्कुचन भयो भने पनि प्रकारान्तले प्रश्न संविधानमाथि उठ्छ र प्रकारान्तले त्यो भनेको म माथि उठ्छ भने प्रधानमन्त्रीले ठानिदिनु भएन भने यस्ता एक्टिभिटिजहरू हुँदै जान्छ। यो नाममा हुन्छ, त्यो नाममा हुन्छ, त्यो कुरा बुझ्नका लागि तयार हो कि भन्ने एउटा महत्त्वपूर्ण प्रश्न हो। र दोस्रो प्रश्न भनेको चाहिँ म यो 8 महिना 9 महिनाभित्रमा आँकडा राखेर यो काम भएन त्यो काम भएन भने पक्षमा पनि छैन। मुख्य कुरा भनेको इम्प्रेसन। आजको दिनमा नेपाल सरकारले पूर्व मन्त्री समेत रहनुभएका थापाले जनताको अपेक्षा अनुसार काम नगर्ने छुट सरकारलाई नरहेको पनि स्पष्ट पार्नुभयो। सरकारले सहकारी संस्थाहरूलाई वित्तीय अनुशासन पालना गर्न सचेत गराएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जनताको लगानी भएको उल्लेख गर्दै त्यसको सही परिचालनका लागि सहकारी संस्थाहरूलाई वित्तीय अनुशासन पालना गर्न सचेत गराउनु भएको हो। नेपाली सहकारी पत्रकार समाज
CJN-ले आज काठमाडौँमा आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तीय संस्थाहरूले जसरी नै सहकारी संस्थाहरूले पनि वित्तीय अनुशासन पालना गरेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो। सचिव मैनालीले प्रदेश र स्थानीय तहमा सहकारी संस्थाहरूको नियमनका लागि आवश्यक संस्थागत संरचना र जनशक्ति परिचालनको काममा ढिलाइ नहुने पनि जानकारी दिनुभयो। यो डाटाहरू प्राप्त गरिसके पछाडि हामीले मोनिटरिङ गर्न सचिव मैनालीले सहकारी संस्थाहरूको कडा अनुगमन गर्ने गरी सरकारले कोअपरेटिभ प्रणालीलाई कार्यान्वयनमा ल्याएको पनि स्मरण गराउनुभयो। कार्यक्रममा बोल्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता एवं सहकारी अभियन्ता केशव बडालले गलत बाटोमा लागेको सहकारी संस्थाहरूलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो। उहाँले सरकारले पनि सहकारी संस्थाहरूलाई सहज ढङ्गले अघि बढाउन आवश्यक वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो। पूर्व कृषि मन्त्री समेत रहनुभएका बडालले नेपालको गरिबी निवारणमा सहकारी संस्थाहरूले खेलेका भूमिकाको उचित मूल्याङ्कन राज्यले गर्न नसकेको गुनासो पनि गर्नुभयो। नेता बडालले सहकारी संस्थाहरूको उचित व्यवस्थापन गरेर यसको प्रभावकारी परिचालन गर्न सरकारले ढिलाइ गर्न नहुने पनि उल्लेख गर्नुभयो। आप्रवासी श्रमिकहरूको साझा सङ्गठन कोलम्बो प्रोसेसका उच्च अधिकारीहरूको 5औं बैठक राजधानी काठमाडौँमा सुरु भएको छ। राजधानी काठमाडौँको होटल सोल्टीमा आज सुरु भएको कोलम्बो प्रोसेसका उच्च अधिकारीहरूको 5औं बैठकले भोलि शुक्रबार हुने कोलम्बो प्रोसेसका सदस्य राष्ट्रबीचको 6औं मन्त्रीस्तरीय परामर्श बैठकका लागि प्रतिवेदन तयार गर्नेछ। आप्रवासी कामदारको हक, हित र सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको कोलम्बो प्रोसेसका उच्च अधिकारीहरूको 5औं बैठकले आप्रवासी श्रमिकका मानवाधिकार, सुरक्षा सुनिश्चितता लगायत अवसर चुनौतीका बारेमा समूहगत छलफल गरी निष्कर्ष सहितको प्रतिवेदन तयार पार्नेछ। अध्यक्ष राष्ट्रका हैसियतले उच्च अधिकारीहरूको 5औं बैठकको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले उद्घाटन गर्नुभयो। बैठकलाई सम्बोधन गर्दै मन्त्री विष्टले कोलम्बो प्रोसेसले आप्रवासी श्रमिकका चुनौतीको सम्बोधन गर्न आवश्यक रणनीति, साझेदारी र सामूहिक प्रयासको सहजीकरण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो। गन्तव्य मुलुक दुवैको विकासका लागि एक महत्त्वपूर्ण माध्यम बन्दै आएको छ। यस सन्दर्भमा आप्रवासी श्रमिकहरूको मानवाधिकार र सुरक्षा सुनिश्चित गर्नु हामी सबैको साझा प्राथमिकता बनेको छ। कोलम्बो प्रोसेसको पछिल्लो समय कोलम्बो प्रोसेस श्रम आप्रवासन श्रमिकको उद्गम मुलुक र गन्तव्य मुलुक दुवैको विकासका लागि महत्त्वपूर्ण माध्यम बन्दै आएको छ। मन्त्री विष्टले आप्रवासी श्रमिकका क्षेत्रमा देखिएका समस्या समाधानका लागि कोलम्बो प्रोसेसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। आजको बैठकमा कोलम्बो प्रोसेसका सदस्य राष्ट्रले सहमति गरेका कन्सुलर सहायता, आप्रवासन सम्बन्धी दिगो विकासको लक्ष्य कार्यान्वयन, आप्रवासी कामदारको सदस्य तथा महिला आप्रवासी कामदारको समानताको प्रतिबद्धता विषयमा छलफल गरी साझा चुनौतीका रूपमा रहेका विषयहरूमा सामूहिक र प्रभावकारी प्रयत्नका लागि काठमाडौँ घोषणापत्र तयार पार्नेछ। आप्रवासी कामदारको हितका लागि तयार पारिएको काठमाडौँ घोषणापत्रलाई भोलि शुक्रबार बस्ने कोलम्बो प्रोसेसका सदस्य राष्ट्रको मन्त्री स्तरीय परामर्श बैठकले अनुमोदन गरी जारी गर्नेछ। कोलम्बो प्रोसेस वैदेशिक रोजगारीमा कामदार पठाउने एसियाली राष्ट्रको साझा मञ्च हो। नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि सुरु गरिएको तेस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयले सूचना विभाग र पत्रकार महासङ्घबाट यो बीमा कार्यक्रम सुरु गरिएको हो। महासङ्घले यो कार्यक्रम अन्तर्गत आर्थिक वर्ष 2075-76मा दुर्घटना बीमा कार्यक्रममा जिल्ला प्रतिष्ठान, शाखा र एसोसिएट संस्थाका सदस्य पत्रकारलाई आवश्यक प्रक्रिया पुर्याई आउँदै मङ्सिर 15 गतेसम्ममा सहभागी हुन अनुरोध गरेको छ। महासङ्घका महासचिव रमेश विष्टले गत वैशाख र असारमा बीमा गरिएका पत्रकारले बीमाको लागि प्रतिक्रिया पुर्याए 2076 वैशाखदेखि सम्पर्क गर्नुपर्ने जानकारी दिनुभयो। सरकारले पत्रकारका लागि दुर्घटना बीमा निर्देशिका 2070 मार्फत 5 लाखसम्मको दुर्घटना बीमा स्थापना गरेको थियो। दुर्घटना बीमा गर्न पत्रकारले सूचना विभागले जारी गरी अवधि नसकिएको परिचय पत्र र महासङ्घको सदस्यता नवीकरण तथा सदस्य लिएको हुनुपर्नेछ।
अब न्युजमा पूर्ण व्यावसायिक विश्रामपछि काठमाडौँको कलङ्की सोल्टी मोड सडक खण्ड आज 1 घण्टा बन्द। धुलो धुवा खाल्डाखुल्डी सहितको प्रदूषणले स्थानीयहरू आक्रोशित र श्रीलङ्काको सदस्यमै भिडन्त। प्रधानमन्त्रीको समर्थक र विरोधी सांसदहरूबीच कुटाकुट। विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। काठमाडौँको कलङ्की सोल्टी मोड सडक खण्ड बिहिबार 1 घण्टा बन्द गराइएको छ। धुलो धुवा खाल्डाखल्डी सहितको प्रदूषणले आक्रान्त भएपछि स्थानीयले सो सडक खण्ड करिब 1 घण्टा बन्द गराएका हुन्। सडक विस्तारको नाममा स्थानीयमाथि अति खेलवाड भएपछि धुलो धुवा खाल्डाखुल्डी तत्काल नियन्त्रण गर्न सरकारलाई दबाब दिन आफूहरूले सडक नै अवरुद्ध गर्न परेको स्थानीय समीर महर्जनले बताउनु भयो। यो सडक खण्डबाट हुने प्रदूषणका कारण स्थानीय मारमा पर्दा पनि त्यसको व्यवस्थापन गर्न चासो नदेखाएका भन्दै स्थानीयले सरकारले चर्को आलोचना समेत गरेका छन्। धुलो धेरै उड्यो। मान्छेको स्वास्थ्यदेखि लिएर हरेक कुरामा खेलवाड भएको कारणले गर्दाखेरि आज हामी हल्का आन्दोलन जस्तै टाइपको हल्का बाटो मात्रै बन्द गरेको हो। त्यस्तो अनैतिक त केही गरेको छैन। अब आजको दिनमा के पनि नभएको कारणले गर्दाखेरि भोलिबाट अझै गर्ने हाम्रो सोच छ। किन भन्दाखेरि अब हेर्नु न उता ढलको मङ्गाल हेर्नुहोस् यसरी उठेर बसेको छ होइन। कोही मान्छे बेलुका मजाले कुदाएर आउला, पहिलोचोटि आएको मान्छे पर्ला, खाल्डाखुल्डी बाटो त्यहाँनिर पऱ्यो भने मान्छेको ज्यान नि जान सक्छ। एकदम खेलवाड उता तल हेऱ्यो खाल्टै खाल्टो छ। धुलो हेर्नु त यत्रो वर्ष भइसक्यो अहिलेसम्म धुलो बढाएको छैन। पानी ल्याएर हालेको हुन्छ होइन। एकदम गाह्रो छ कि सामान्य। रवि भवनमा व्यापार गर्दै आएका महर्जनले धुलो धुवाकै कारण आफूहरूको व्यापार समेत नभएको गुनासो पनि गरेका छन्। सडक खाल्डो पार्ने पुनर्निर्माण नगर्ने गरेका कारण सवारी दुर्घटनामा परेर धेरैको ज्यान जाने अवस्था आएपछि त्यसको निर्माणमा ढिलाइ नगर्न सरकारलाई दबाब दिन आफूहरूले सडक बन्द गरेको स्थानीय अर्का व्यापारी मनोज आचार्यले जानकारी दिनुभयो। यहाँ यस्ता खाल्डाखुल्डी हेर्नुहोस्, यसले गर्दा कति एक्सिडेन्टहरू हुन्छ। अब अस्ति बल्खुम पनि एकजनाको डेथ भयो हो होइन। अब यो सडक भत्काउँछ, बनाउने काम हुँदैन। बनाए पनि कस्तो त टेम्पोररी मात्र, पर्मानेन्ट भयो नि क्या। बजेट छ त्यसमा, बजेटको उचित यसको समाधान चाहिँ गरिनु पर्यो होइन क्या। बजेट छ त्यसमा, बजेटको उचित यसको समाधान चाहिँ गरिनु पर्यो। अब इन्टरनेसनल समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमती मोनालिया ट्रम्पले एक शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीलाई जागिरबाट निकाल्न माग गरेकी छिन्। उहाँको मागपछि राष्ट्रिय सुरक्षा उपसल्लाहकार मिरा रिकार्डले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। व्हाइट हाउसकी प्रवक्ता रिकार्डेलले प्रशासनभित्र आफ्नो नयाँ भूमिका निभाउनका लागि व्हाइट हाउस छोडेको जानकारी दिएकी छिन्। यद्यपि उनले यसबारे विस्तृत जानकारी भने दिएकी छैनन्। मोलानिया ट्रम्पले यसै हप्ता रिकार्डेलाई व्हाइट हाउसमा उनको आवश्यकता नभएको बताएकी थिइन्। अमेरिकी मिडियाको रिपोर्टर अनुसार गत अक्टोबरमा अफ्रिकाको भ्रमणको क्रममा प्रथम महिला मोनालिया रिकार्डोबीच विवाद भएको थियो। रिकार्डले पछिल्लो 7 महिनादेखि राष्ट्रिय सुरक्षा सल्लाहकार जोन वाल्टन नेतृत्व भएको शक्तिशाली राष्ट्रिय सुरक्षा परिषदकी सदस्य थिइन्। श्रीलङ्का क्रिकेट टिमका पूर्व कप्तान एवं स्टार क्रिकेटर तिलकतने दिलशान राजीनामा लागेका हुन्। उनी बुधबार पूर्व राष्ट्रपति महिन्दा राजपक्षले पार्टी श्रीलङ्का पोदुजना पेरामुना एसएलपीमा आबद्ध भएका छन्। बुधबार बिहान दिलशान एसएलपीको केन्द्रीय कार्यालयमा पुगेर पार्टीको सदस्यता लिएका थिइन्। एसएलपीले आफ्नो ट्विटर एकाउन्ट मार्फत तिलकरत्ने दिलासरले पार्टी सदस्यता लिएका जानकारी दिएको छ। आगामी संसदीय निर्वाचनमा दिलशान पनि उम्मेदवार बन्ने चर्चा छ। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हालै रनिल विक्रमसिंघेलाई प्रधानमन्त्री पदबाट हटाएर 2 पटकसम्म राष्ट्रपति बनिसकेका राजापक्षेलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका थिए। संसदमा राजापक्षेलाई बहुमत नपुग्ने भएपछि संसद समेत विघटन गरी आगामी जनवरी 5 मा आकस्मिक निर्वाचन गर्ने घोषणा गरिएको थियो। त्यसविरुद्ध विक्रमसिंघे अदालत गएका थिए र अदालतले संसद
पुनर्स्थापना गर्न आदेश दिएको थियो। श्रीलङ्काको पुनर्स्थापित संसदले नवनियुक्ति प्रधानमन्त्री राजपाक्से विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको थियो। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। नवलपुरमा बस दुर्घटना, 16 जना घाइते, 4 जनाको अवस्था गम्भीर। नेपालगञ्जको पुष्पलाल चोकमा शङ्कास्पद वस्तु फेला, उक्त वस्तु बम भएको पुष्टि। तराईको जलस्रोत तथा बाढी व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको सरकारवालाहरूको भनाइ। प्रधानमन्त्री ओली स्वयंले नै संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको काङ्ग्रेस नेता थापाको आरोप। र श्रीलङ्काको संसदमै भिडन्त, प्रधानमन्त्रीको समर्थक र विरोधी सांसदहरूबीच कुटाकुट। हस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।